हेलो, जय मसीह। अनि आज वचन फेरि पनि हितोपदेश 3 को 5 देखि लिएर आएको छु। 3 को 5 ले के भन्छ भने, तेरो सारा भरोसा परमप्रभुमा राख र तेरो आफ्नो समशक्तिमा भरोसा नगर। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरो बाटोहरू सुगम तुल्याइदिनुहुनेछ। आफूलाई बुद्धिमान नसम्झी तर परमप्रभुको भय मान र दुष्ट कर्मबाट अलग बस। 8 तँलाई स्वस्थ राख्नलाई त्यही तेरो निम्ति औषधि, तेरो हात खुट्टाका निम्ति मलम हो। 9 आफ्नो धन सम्पत्तिले परमप्रभुको आदर गर र तेरो सबै आम्दानीको सबैभन्दा पहिलो अंशले परमप्रभुको इज्जत गर। 10 तब तेरो ढुकुटीहरू अन्नले भरिपूर्ण हुनेछ र तेरो मशक नयाँ दाखमकले भरिभर हुनेछ। आमेन। फेरि पनि सबैलाई नमस्कार, जय मसीह हो।